नागार्जुनको इन्ट्रान्स। हेलो गुड मर्निङ फ्रम शिवपुरी डाँडा डाँडा अब हाइकिङ जाँदैछ हामी। Are you ready? Yes. Okay, let's move. This capture this 4 point. झन्डै 4.5 किलोमिटरको हामी हाइक गर्नेछौँ। मिनी हाइक। Let's go. अब बिस्तारै उकालो सुरु भएको छ। यहाँ हाम्रो ट्रेकिङ पार्टनर फिट हुने तर्खरमा छ हामी सबैजना। ज्यान त पुरै बोइलर भन्छ कि यहाँबाट गयो भने फुलबारी गेट तलतिर। गेट फुलबारी हो हजुर। यो तलतिर चाहिँ फुलबारी गेट के हो? यो चाहिँ कहाँ जान्छ? छैले किलाको किरा चाहिँ क्यारम कराइरहेको छ है। अरू नै हो नि, साउन्ड चाहिँ मजाको आइरहेछ। नेचुरल साउन्ड हिलिङ नेचुरल फिल आइरहेछ। समय 4:40 सायद हामी 4 बजीसम्म। ओ अब 3.3 1 किलोमिटर हिँडिसकेको छु। खै 3.3 यहाँ हजुर तल हो। यहाँ पनि के छ कि यहाँ लेखेको छ है हजुर जामा चौक 3.3 people need nature रेल। अब 1 किलोमिटरलाई 20 मिनट भनेपछि हजुर अब 3 हाम्रो यहाँ मङ्की पनि आछ हाइक गर्न। अब धेरै समस्या छ, अलिक 3 किलोमिटर। तपाईँले एक्सपेक्ट गर्नुभएको थियो मैले त तपाईँले बिर्सियो नि त नि तल चढौँ कुदौँ। कुदिहेरौँ न कस्तो हुन्छ। कुदौँ। हामी अलमोस्ट 2 किलोमिटर्स हिँड्न सकेको छु। 2 किलोमिटर चाहिँ भइसक्यो होला कि जस्तो लाग्छ। कस्तो भइरहेको छ? एकदम रमाइलो। यो पेट घट्ला जस्तो छ एकदम। मलाई नि आउनु गरे 2 किलोमिटर बाँकी जम्मा 2.3 हिँडिसकेको छ है हामी। अब 1.3 मात्र बाँकी छ है। नेकेड एन्ड वाइल्ड नेचुरल म्यान भर्सेस सोकल चाहिँ
हेलो 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 से हेलो अब अलमोस्ट 1 किलोमिटर जस्तो बाँकी होला मेरो पार्टनर चाहिँ पछि पछि छ पुरा खतरनाक भएर हिँडिरहेछ ब्युटिफुल फ्रेश This place is very beautiful but we are too weak. Yes. के भनौँ त पुरा फेमस भइरहेको अरे ल हेलो अब अलमोस्ट आयो अब हामी मिटर मात्र बाँकी मिटर अर्को टोली almost there. के भन्नु आइसक्यो अब सक्यो गिभ अप गर्न नखेल्नु गिभ अप गर्ने नै हैन रेकर्डिङ भइरहेछ यसो रमाइलो मात्रै प्रोफेसनल होइन हामी मेमोरिजको लागि यस राइट तपाईहरु ग्याङ एउटै हो हजुर ग्रुप कतिजना 5 जना ए 3 जना म अगाडि 2 जना पुग्छ भनेको के किनभनेको गाडी चाहिँ यहाँसम्म आउँछ क्या गाडीमा आएको भए यहाँबाट आउनु ल कतिको सुरु गर्नु त फाइनल्ली मैले के डाँडा रे नागार्जुन डाँडा हामी ठ्याक्कै 10:40 मा हिँड्छौँ यहाँ त पुरै ड्राई पिकनिक पो हुन्छ म त सिलगढी एरिया यतातिर आउँ भनेर यहाँ त बजारै छ त माछा हेलो हेलो ठ्याक्कै 1 घण्टा 25 मिनट बाँकी छ 4.33 किलोमिटर नागार्जुन डाँडा एकैछिन ल यही आउनु है ल हामी पनि यही आएको हो हुन्छ यहाँ त बजारै छ नि बजारै हो नि यतापट्टि छ रुट पनि अर्को रुट हो क्या होइन यसले घुम्नेको पिकनिक स्पोटहरू नागार्जुन डाँडाको टावर यतापट्टि गुम्बा छ स्तूपा अब हामी चाहिँ टावर चढ्ने तर त अहिले मान्छे कम भएको छ
पसल त टन्न रहेछ है टावर चढ्ने कार्यक्रम भइरहेछ हाम्रो टावर चाहिँ पुरानो रहेछ कि पुरानो रहेछ कि यहाँबाट देखिने भ्यू हेलो नागार्जुन डाँडाबाट यतापट्टि पुरै काठमाडौँ बजार गाली काठमाडौँ हामी ऊ त्यो सबै घेरा हो होइन त डाँडा यताबाट चाहिँ होला ऊ त्योबाट देखो ए त्यहाँबाट चाहिँ त्यहाँ अहिले त मान्छे टन्न भएछ त्यो उनीहरू झन्डै कार्यक्रम भइरहेको छ अब केटाहरू पुरै बुटुट्टु हिँडिरहेछ